तपाईको सबैको विचार हुन्छ हैन। र त्यो विचार जस्तै मेरो पनि विचार तपाईहरुसम्म मैले थोरै सम्प्रेषण गर्न लागेको छ, कस्तो लाग्छ यसो बुझिदिनु होला दाजु। र विशेष गरेर मैले चाहिँ धेरै जस्तो कस्तो बोल्छु भने तपाईको मेरो विचार चाहिँ केमा पोखिन्छ भने यो देश र नेपाली समाज र जनताकै बारेमा धेरै दिमागमा कुरा खेल्ने भएकै कारणले गर्दाखेरि यही कुरोहरू प्रयास मैले गरिरहेको हुन्छु र धेरै भिडियोहरू बनाएर हजुरहरु सामु मैले सम्प्रेषण गरेर पठाएको हुन्छु र तपाईहरुले हेर्नु भएको हुन्छ, कतिले कमेन्ट गर्नुहुन्छ, कतिले गाली गर्नुहुन्छ हैन। एउटा म सोझो मान्छे, त्यही पनि एउटा सोझो मान्छेलाई पनि तपाईको त्यस्तो खालको के अरे विचारहरू आउँदो रहेछ कि सोचहरू आउँदो रहेछ र अनि त्यो बारे नेपाली समाज जनताको बारेमा बोल्ने गर्छु र देशको बारेमा बोल्ने गर्छु र त्यही बारेमा थोरै मैले यहाँ तपाईहरुसँग थोरै कुरा जोड्न गइरहेको छु। यदि मेरो विचारमा यो देशको जुन कार्यकारी अधिकार त्यो शक्ति मेरो हातमा हुने हो भने म यो देशलाई कायापलट बनाइन्थे जस्तो लाग्छ है। एउटा सोझो मान्छेको हिसाबमा कसरी भन्नुहुन्छ नि, यो देशमा यदि मेरो हातमा शक्ति हुने हो भने यो देशमा पुरै होल टोटली म तपाईको कलखाना उद्योग खोल्दिने थिएँ। होल टोटली कलखाना उद्योग खोलेर तपाईको चाहिँ कृषि उत्पादनमा सबैलाई म जोड्ने थिएँ एउटा नियम कानुन बनाएर। र तर यस्तो छ, यो देश नेपालमा जसले गर्छु र भनेर सक्षम भएर अडिन्छ त्यस्तालाई विरोध गर्ने नेपालीहरू धेरै मान्छेहरू छ। र बाइ द वे यो देश नेपालमा मैले यदि मेरो हातमा शक्ति हुने भने मैले एउटा नियम कानुन बनाएर यो देशमा कलखाना उद्योग खोल्ने थिएँ र प्रत्येक नेपालीलाई तपाईको त्यहाँनिर म जोड्ने थिएँ। उसको श्रीमान श्रीमती छोरा छोरी सबैलाई जागिर त्यहाँनिर व्यवस्थापन मिलाइदिने थिएँ। त्यो ठुलो कुरो होइन। हामी ठाउँमा पुगेपछि त्यो नियम र कानुन बनाउने ठाउँमा पुगेपछि त्यो त तुरुन्तै बनाउन सकिन्छ र तपाईको बनाइ नियम कानुन बनाएपछि त्यसलाई कार्यान्वयन गरेर तपाईको अगाडि बढेर हामीले काम सुरुवात गर्न सकिन्छ, एकदम नर्मल कुरा हो। तर त्यति गर्दा पनि तपाईको विरोध गर्नेहरू चाहिँ हुन्छ, किन त्यसलाई भन्छ विपक्षी भन्छ। जस्तै मैले कलकारखाना उद्योग खोलेँ, म त्यो ठाउँमा पुगेर अनि नेपाल अधिराज्यभरि मैले कलकारखाना उद्योग खोलेँ भने त्यो उद्योगहरुमा मलाई सपोर्ट गर्नेहरूले सपोर्ट गरिरहेको हुन्छ, विरोध गर्ने गरिरहेको हुन्छ। अनि लाग्छ मलाई त्यतिखेर मलाई सपोर्ट गर्नेहरूले त्यो कलकारखाना उद्योगमा उनीहरूले जागिर पाउँछ, रोजगार पाउँछ, श्रीमानले पाउँछ, श्रीमतीले पाउँछ, सक्ने छोराछोरी सबैले पाउँछ, कुरा बुझ्नु नि। तर विरोध गर्नेहरूले चाहिँ विरोध गरिरहेको हुन्छ। अनि मलाई लाग्छ त्यतिखेर चाहिँ हैन, त्यो विरोध गर्नेहरूलाई सम्झाउँदा पनि अझै विरोध गरिराख्यो भने उनीहरूलाई पनि त्यसको उपाय छ। किनभने मैले बनाएको कलकारखाना उद्योग खोल्दाखेरि उसले मलाई विरोध गरिरहेको छ भने, मेरो कलकारखाना उद्योगलाई विरोध गरिरहेको छ भने कि त्यो कलकारखाना उद्योगमा उसले जागिर नखानको लागि विरोध गरिरहेको हुन्छ। प्रत्येकले यसरी बुझ्छ हैन। अनि त्यस्तो व्यक्तिहरूलाई चाहिँ यो देशमा कलकारखाना उद्योगमा जागिर नखानेकै लागि उनीहरूले विरोध गरेको कारणले गर्दा उनीहरूलाई चाहिँ एउटा व्यवस्थापन मिलाएर त उनीहरूलाई चाहिँ विदेशै गएर जागिर खाने वातावरण मिलाइदिने। अनि ऊ यो देश छोडेर विदेश जान्छ, विदेश गएर उसले रोजगार गर्छ, रोजगार फेरि विदेशको पैसा कमाएर आएर नेपालमा आउँछ र त्यो पैसा भइन्जेल फेरि उसले मैले खोलेको कलकारखाना उद्योग र मलाई विरोध गरिरहेको हुन्छ। अनि उसले उता विदेशबाट कमाएर ल्याएको पैसा जब खाइसक्छ नि, खाइसकेपछि फेरि ऊ फेरि बाहिर जान्छ कि उसको सन्तान टु सन्तान बाउ त्यस्तो भएपछि छोराछोरी पनि त्यस्तो हुन्छ, विरोधी गर्ने हुन्छ। त्यसले गर्दा उनीहरू चाहिँ विदेशमा गएर कमाउँछ र कमाएर नेपाल फर्केर आउँछ। तर नि सही व्यक्तित्वहरू र जसले समर्थन सपोर्ट गर्छ उनीहरूले चाहिँ यही देशमा खुलेको कलकारखाना उद्योगमा उनीहरूले जागिर खान्छ, सन्तान टु सन्तान पुस्तौँ पुस्तासम्मले उसले यही देशमा रोजगारी पाउँछ र यही देशको कलकारखाना उद्योगमा उसले काम गर्छ है। यसरी चाहिँ एउटा मेरो विचार तपाईहरुसँग सम्प्रेषण गरेँ। किनभने मैले किन यसो भने नि विरोध गर्ने हुन्छ कि कति। अनि विरोध गर्ने त के अरे अब भलाइको लागि त विरोध गरेको हुँदैन।
असफल बनाउनुकै लागि विरोध गरिरहेको छ, त्यस्तो विरोध गर्नेहरूलाई चाहिँ उनीहरू व्यवस्थापन मिलाउन सकिन्छ भन्ने खालको थोरै जानकारी तपाईँहरूसँग राख्दै तपाईँहरूबाट बिदा हुन्छ। हवस् त, धन्यवाद।